Hello everyone, welcome back my official YouTube channel ROE Touch SN मा तपाईहरुलाई हार्दिक स्वागत गर्दछु। अच्छा हमको सिखा रिया है। फेरि पनि तपाईहरुको सामु एउटा सानो भिडियो लिएर आइपुगेको छु। अबे मजा आएगा ना भिडियो। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला र भिडियो हेरेर भिडियो कस्तो लाग्यो भनेर एउटा सानो कमेन्ट गरिदिनु होला र साथै भिडियोमा लाइक पनि गरिदिनु होला। आजको विषयवस्तु रहेको छ यो मैले अनलाइनबाट माइक्रोफोन मगाएको छु। भिडियो रेकर्डिङ गर्दाखेरि हाम्रो अडियो साउन्ड अलि क्वालिटीको भएन भनेर गुनासो आयो। त्यही भएर मैले यो अनलाइनबाट माइक्रोफोन मगाएको छु। SKC वायरलेस माइक्रोफोन भनेर र यसको म अनबक्सिङ भिडियो गरेर तपाईहरुलाई हेराउन खोजिरहेको छु। भिडियो कस्तो लाग्यो र यो माइक्रोफोन युज गरेर पनि म हेराउने छु कस्तो लाग्यो भनेर एउटा सानो कमेन्ट गरिदिनु होला र भिडियोलाई लाइक पनि गरिदिनु होला। यो माइक्रोफोनलाई अब म अनबक्सिङ गरेर तपाईहरुलाई हेराउँदै छु। हेरौँ यो भित्र के छ र यसको खुबी के रहेछ। आप कहाँ थे ज्ञानी बाबा? मोडल पनि राम्रै छ। SK6 वायरलेस माइक्रोफोन भनेर छ। ल म यो अनबक्सिङ गर्दै छु हेर्नुस् है। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानल सब्स्क्राइब गरिदिनु होला र भिडियो कस्तो लाग्यो भिडियो हेरेर एउटा सानो कमेन्ट गरिदिनु होला र भिडियो मन पर्यो भिडियोमा लाइक पनि गरिदिनु होला है त। ल हेर्नुस् प्याकिङ त राम्रो गरेको रहेछ। प्याकिङ दामी प्याकिङ रहेछ। अब यो प्याकिङ भित्र चाहिँ के रहेछ हेरौँ है। ल हेर्न सक्नुहुन्छ यस्तो खालको माइक्रोफोन छ। डबल माइक्रोफोन हो। फिचरहरु पनि राम्रै दिएको छ। टाइप सी को हो किनकि मेरो हेडफोन टाइप सी छ त्यही भएर मैले टाइप सी को मगाएको हो। अब भित्र चाहिँ कस्तो छ हेर्नुस् है। राम्रै रहेछ। र यो यसको कार्ड हो कसरी युज गर्ने भनेर यसमा दिएको छ। यो पछि हेरौँला। यो चार्जर केबल हो माइक्रोफोनको। ल हेर्नुस् माइक्रोफोनको बक्स चाहिँ यस्तो रहेको छ र यो भित्र कस्तो छ हेरौँ। राम्रै रहेछ। यो सायद यसरी नै लाउने होला टक्क। र यो फोनमा लाउनु पर्ने हुन्छ। यो पिन हो टाइप सी। सो अब यो मेरो माइक्रोफोनको यो एडेप्टर म मेरो मोबाइलमा लगाउन गइरहेको छु। म मोबाइलबाट कनेक्ट गरेर अनि तपाईहरुलाई देखाएर दिन्छु। यो मेरो अहिले 97% चार्ज छ। म यो मेरो मोबाइलमा लगाइदिन्छु। हेर्न सक्नुहुन्छ यो अन भइसकेको छ। मोबाइलमा लगाएको कनेक्टरमा रातो बत्ती बल्छ र माइक्रोफोनमा हरियो बत्ती बल्छ। र अहिले हेर्नुहोस् म माइक्रोफोनबाट पनि बोलिरहेको छु। तपाईले सुन्न सक्नुहुन्छ। यसरी नै अब यो माइक्रोफोन मैले यही भिडियो रेकर्ड गर्नकै लागि मगाएको हो।
यसमा अब भोइस नोइजहरु आउँछ भने यसलाई डबल प्रेस गर्ने ल पछि फेरि नर्मली रेकर्डिङ हुन सुरु भएको छ सो मेरो माइक्रोफोन त अब यही हो मैले मगाएको अब नेक्स्ट टाइम चाहिँ म यहीबाट रेकर्डिङ गरेर भिडियो बनाउने छु दुईटा रहेको छ र दुईटै पनि वायरलेस नै छ अब चाहिएको बेला दुईटै युज गर्न पनि सकियो म अहिले अफ गरिदिन्छु यसलाई अन गरेपछि यो अटोमेटिक ग्रीन बत्ती बलेपछि सम्झिनुस् कि यो कनेक्ट भइसकेको छ सो मेरो रिभ्यू भिडियो तपाईहरुलाई कस्तो लाग्यो एउटा सानो कमेन्ट गरिदिनु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला